हेलो साथीहरू, आज म स्टक लेभल एकाउन्ट क्लास 12 को एकाउन्टबाट म स्टक लेभलको बारेमा आज जानकारी गराउन चाहन्छु। सिकाउन गइरहेछु, फर्मुलाहरू हेराउन गइरहेछु। आज सर्वप्रथम फर्स्टमा फर्मुला हेर्ने बित्तिकै हिसाबहरू छिटो बन्न थाल्नुहुन्छ। सर्वप्रथम फर्मुला हेरौँ, त्यसपछि स्टक लेभलको हिसाबहरू आफै बन्न सक्छ है। त्यसको डिफिनेसन हो, व्हाट आर स्टक लेभल, व्हाट डिफाइन स्टक लेभल के छ। स्टक लेभल refers to the different levels of the stock which are required for efficient and effective control of material and avoid over and under stocking of materials। ठीक छ, यो डिफिनेसन छ। र एक नम्बरमा रिअर्डर लेभल, यसको फर्मुला हो रिअर्डर लेभल इज टु म्याक्सिमम कन्जम्सन इन्टु म्याक्सिमम रिअर्डर पिरियड। ठीक छ। अब 2 नम्बरमा मिनिमम स्टक लेभल, मिनिमम स्टक लेभल कसरी निकाल्ने त त्यसको फर्मुला हो रिअर्डर लेभल माइनस एभरेज कन्जम्सन इन्टु एभरेज रिअर्डर पिरियड। ठीक छ। अब 3 नम्बरमा म्याक्सिमम स्टक लेभल, म्याक्सिमम स्टक लेभल कसरी निकाल्ने त रिअर्डर लेभल प्लस रिअर्डर क्वान्टिटी माइनस, ठीक छ, र मिनिमम कन्जम्सन इन्टु मिनिमम रिअर्डर पिरियड। त्यति हो। अब एभरेज स्टक लेभल 4 नम्बरमा छ एभरेज स्टक लेभल, एभरेजको मिनिमम स्टक लेभल प्लस म्याक्सिमम स्टक लेभल बाई 2। ठीक छ, यति भयो। अब अरमा अथवामा कुनै निकाल्नु छ, अब मिनिमम स्टक लेभल निकाल्नु छ, यो हो त के लेख्ने त रिअर्डर लेभल रिअर्डर क्वान्टिटी बाई 2। अब एभरेज कन्जम्सन, एभरेज कन्जम्सनको फर्मुला हो मिनिमम कन्जम्सन प्लस म्याक्सिमम कन्जम्सन बाई 2। ठीक छ, यति भयो। अब एभरेज रिअर्डर पिरियड इज इक्वल टु मिनिमम रिअर्डर क्वान्टिटी रिअर्डर माइनस क्वान्टिटी प्लस म्याक्सिमम रिअर्डर पिरियड बाई 2। अब अगाडिहरू सर्वप्रथम महत्त्वपूर्ण यही हो, योहरू छ नि त्यो महत्त्वपूर्ण हो। एभरेज हुन्छ भने त्यसपछि नर्मली सम्झाउने दुवै एउटै हो, फरक छैन। एभरेज पनि एउटै हो, नर्मल पनि एउटै हो, र कन्जम्सन एउटै हो, र युजेज एउटै हो, रिअर्डर पिरियड एउटै हो, र डेलिभरी पिरियड एउटै हो, र लिड टाइम एउटै छ। हेलो, अब यो साइड अलिक के छ हेरौँ। अब यो अर्कोमा हेराउँछु म। सर्वप्रथम एउटा तपाईँहरू हिसाब हेर्नु होला, र डेलिभरी पिरियड यति छ, र डेली युजेज यति छ, र एभरेज युजेज यति छ। अब रिअर्डर लेभल निकाल्नु छ भने फर्मुला त अगाडि नै भनेको थियो, र म्याक्सिमम कन्जम्सन म्याक्सिमम रिअर्डर पिरियड र 1200 इन्टु 10 भनेको म्याक्सिमम कन्जम्सन के छ त, कहाँ छ यहाँ, यो मिनिमम हो। मिनिमम भनेको कम, म्याक्सिमम भनेको अलि बढी। ठीक छ। 1200 इन्टु र म्याक्सिमम रिअर्डर पिरियड भनेको, रिअर्डर पिरियड भनेको यहीँ थाहा छ नि, ल म्याक्सिमम भनेको यो। अब 1200 इन्टु 10 गर्दा 12,000 आयो। मिनिमम स्टक लेभल निकालेको छ, रिअर्डर लेभल इज माइनस एभरेज कन्जम्सन इन्टु एभरेज रिअर्डर पिरियड राखेछ है। त 12,000 माइनस 1100 है इन्टु 8 राखेछ, त कति भयो त 88 भयो। यति गरेर घटाएर होइन, 12,000बाट 8,800 घटाएर 3,200 आयो, र वेयर एभरेज पिरियडमा राखेछ भने 6 + 10 बाई 2 = 8 भयो। ठिक छ, यति। अब यो एभरेज रिअर्डर पिरियड निकाल्नु पर्यो नि, त लास्टमा वर्किङ नोट गरेछु। ठिक हो साथीहरू, ल यतिकै भन्दै म आफ्नो यही धन्यवाद गर्न चाहन्छु साथीहरू। एवं तरिकाले तपाईँहरू बुझ्न सक्नुहुन्छ मेरो हिसाब। म पनि भिडियो मार्फत नै सिक्नु भएछ, तपाईँहरू पनि सिक्नु होला है। ल धन्यवाद, हस्त।